प्रिय पार्टीको उम्मेदवारज्यूहरू, अघिल्ला वर्ष जस्तै प्रतिबद्धता बोकेर यस वर्ष मेरो गाउँघरमा भोट माग्न दुःख नपाइदिनु होला। जेनजी आन्दोलनको क्रममा 72 जनाले ज्यान गुमाएसँगै आफ्नो भोट उनीहरू आफैले लिएर गएका छन्। तिनी 72 जना युवाहरूलाई गोली ठोकेर मारेपछि त्यही घरमा नुन बार्न लगाउनु हो र चुनावको बेलामा मासु र भात खुवाउँछु भनी प्रतिबद्धता दिँदै किन आश्वासन देखाउनुहुन्छ? यसपालि दुःख नपाउनुहोस्, तपाईहरुलाई भोट कम्ती भइसकेको छ। अघिल्ला वर्ष तपाईहरुले गर्नुभएको प्रतिबद्धता बाटो, चौर, बिजुली सबै केही पनि बनेको छैन, जस्ताको तस्तै छ। तपाईहरुले गर्नुभएको बाचा अझै पनि पूरा भएको छैन। यसपालि तपाईहरुले दुःख नपाउनुहोस्। निर्वाचन आयोगले भने अनुसार र नेपाली कानूनले भने अनुसार एक सक्षम नागरिकले भोट हाल्न पाउनु आफ्नो अधिकार हो। त्यसैमाथि पनि आफूले चित्त नबुझेपछि खाली पेपर मात्रै मतदान गर्न पाउनु र त्यो बक्समा हाल्न पाउनु पनि एउटा सक्षम नागरिकको अधिकार पनि हुन सक्छ। त्यसैले यसपालि हाम्रो गाउँमा यहाँहरूले दुःख नपाउनु होला।